काभ्रे बजार गाडीमा जाने भए यहाँ गाडी लाग्छ ल। बन्दीपुर झारगाउँ जाने गाडी यहाँबाट लाग्छ है। तपाईँहरू साधन भए आफ्नो साधनमा आउन सकिन्छ। साधन छैन भने यहाँ गाडी लाग्छ। अलिकति अगाडि गएपछि अब बन्दीपुर जाने बाटो आउँछ ल। अब अलिकति अगाडि गएपछि बन्दीपुर जाने बाटो है। बाटो हुन्छ त्यहाँको लोकेसन दिइरहेको माथि जान पर्छ। बन्दीपुर गेट आइपुग्यो ल। बन्दीपुर गेट प्रवेश भएर ल यहाँदेखि माथि जाने हामी ल। अब यहाँदेखि माथि जाने ल। यहाँदेखि माथि जाने बाटो मूलघर जाने बाटो डुम्रेबाट माथि लाग्यो हामी अब साथीहरू। ट्र्याक्टर गएको चाहिँ टुरिस्टतिर तलतिर जाने होइन ल। हाम्रो बाजेको घर हेर्ने ल एकछिन ल। हाम्रो मूल घर हेर्ने ल साथीहरू। मूल घर हेर्नु ल। ऊ त्यो कुहिरो लागेको झर्ने हो। कुहिरो लागेको त्यो हाम्रो बाजेको घर। मैले झन् देखिनँ त। कुहिरो लागेको हो। कुहिरो लागेको चाहिँ ल। कति राम्रो हेर्नु त। आहा कति राम्रो सिन। कति राम्रो सिन। तलतिर त झब्री भन्छ ल। तलतिर फाँट तलतिर फाँट झब्री ल। अब हामी वहाँ डाँडामा जाँदैछ ल मूल घरमा। तपाईँलाई लोकेसन दिन्छ हामीले ल। ल
हो अब विकास केन्द्र तलतिर जाने होइन यता तिनधारेतिर जाने ल तिनधारेतिर जाने तिनधारेतिर अब यता है हाम्रो मूल घर जाने बाटो हजुर भर्खर आउने हजुर भाग्यमानी भाग्य काम सुरु भयो ल ल अब पानी खान जाँदैछौँ है हामी तिनधारेको क्या चिसो पानी भनेको यही हो क्या चिसो पानी माया छोडेर कहाँ जान ल हेर्नु पहिला तिनवटा थियो ल हेर्नु अहिले 5 अहिले धेरै धारा बनाएको यहाँ अब हामी यहाँ पानी खाएर तिनधारेमा पानी खाएर है तिनधारेमा पानी खाएर फेरि मूलघरतर्फ लाग्छु ल हामी तिनधारे है हिजोको सदरमुकाम ल यो चाहिँ हिजोको सदरमुकाम ल यो भवनहरू चाहिँ सदरमुकाम भवन हो त्यो सदरमुकाम भवन हो क्या त्यो यहाँ माथि चाहिँ नि रुद्रासीको बोर्ड छ ल टन्न ल तिनधारे अब हामी यतातिर जाँदैछु ल अब झारगाउँतर्फ लाग्दैछु हामी तिनधारेबाट झारगाउँतर्फ लाग्दैछु ल हामी तपाईँलाई मूलघरसम्मको दृश्य देखाउँछु ल न मूलघरसम्मको दृश्य देखाउँछु ल न अब हामी अब तिनधारेको पानी खायौँ अब लाग्यौँ बाजेको घर मूल घर जाने आउँदाखेरि सबै लोकेसन देखाइदिएको छौँ यहाँ आएर पानी खानु होला हाम्रो फ्रिज अर्ग्यानिक पानी हाम्रो फ्रिजमा राखेको पानी भन्दा तिरबल चिसो है फ्रिजमा राखेको चस्सै हुन्छ हाम्रो यहाँ चाहिँ चिसो यहाँ बाजेहरूले पूजा गर्नु पर्दैछ यहाँ फेरि जङ्गल छ है अलिकति रानीवनमा काटेको रानीवनमा काटेको भाटा तिम्रो माया मसँग साटा हाम्रो मूल घरमा जस्तै पराखा पानी रसाउँछ यता यता घाँस
बन्दीपुरै ढुङ्गा खानी आयो ल यही तल सबै खानी यहाँ खानी जाने बाटो छ यो खानी जाने बाटो यो ल यो चाहिँ खानी जाने बाटो ढुङ्गाको छानो छाएर राख्यो बन्दीपुरै ढुङ्गा खानी भन्ने हो यसरी सरल भाटोटाको सरलै आउनुभयो है बिचरा गेटमै भएर बिचरा भिडियो बनाउनु पाएन बाटो ल दाजुभाइ दिदीबहिनी मित्रहरू अबरी म फाइनली हाम्रो टाइगर निर आइपुग्यो ल टाइगर भनेको तपाईँहरूले बुझ्नुभयो होला हाम्रो च्यान डाँडा ल बाउबाजेहरू यहाँ छ यहाँदेखि यता पिच भइसक्यो है यता बाँकी हो है अब म फाइनली तपाईँको 3-4 किलोमिटर बाँकी छ बिचमा 8 किलोमिटरमा 4 किलोमिटर पिच भइसक्यो ल हाम्रो टाइगर यहीँ माथि हो हाम्रो पुर्खाहरू सबै यहीँ छन् उहाँले दर्शन गरे है फाइनली अब म झारगाउँ आइपुगेँ है झारगाउँसम्म पिच भइसकेको छ ल बाटो झारगाउँसम्म पिच भइसक्यो है गगन सिद्ध बाबा कि गगन सिद्ध बाबा की जय सिद्ध बाबा की जय यहाँनिर दुईवटा बाटो छ है तल गयो भने झारगाउँ जाने होइन माथि गयो भने मूलघर जाने बाटो यहाँ आयो तपाईँहरू जानलाई समस्या हुँदैन म अब तपाईँहरूलाई मूलघरतिर लैजाँदैछु ल मूलघरतिर लैजाँदैछु है हाम्रो माथि मूलघर जाने है हामी अब जाँदैछौँ यहाँ तल चाहिँ झारगाउँ अब यो बाटो नि पिच हुँदैछ सल्लाह गाडी अनि यहाँ चाहिँ राणा बाजेको घर राणा बाजेले चाहिँ आउँछ राणा बाजेको राजा राणा बाजेलाई फोन लागेन फोनै छैन राणा बाजेतिर फोन फेरि राणा बाजेको घरमा ओ राणा राम्रो फुल फुलेको छ घरै सक्यो राणा ओइ भन्ने खालको बोल राणा तल ल कँडो यही हो क्या त्यहाँ पानी तालिएर म त झरेको है साथी हो म त यो सक्दैन नि त अलिअलि ढल्क्यो भने पनि मलाई त के हो पनि मर्न भनेर यति डराउनु पर्ने रहेछ मर्न भन्दा नि म त यो पानी देखेर यो खपेल्टोमा यस्तो हुन्छ कि ल हामी जाने यो बाटो है ल हामी जाँदैछौँ हाम्रो मूलघर जाने बाटोमा के अरे सल्लो गाडी लाली गुराँस गाडी
आफू सोह्र धराको पानी जाने बाटो र भिलेखल जाने बाटो सोह्रको बोर्ड देखायो पानी कहाँ सोह्र भएन भिलेखल त जाने बाटो हरातिर लाग्यो ल साथीहरू त्यो तलको बाटो हेर्नु ल माथिको बाटो आउँछ बाटो त राम्रै छ हाम्रो मूल घर जाने बाटो यहाँ यस्तो भएर म त झरे गएँ म सक्दैन नि मलाई डर लाग्छ यस्तो जङ्गल छ वहाँ पुग्नु बहा पानीले झ्याउ गरिरहेको क्या बाइकमा त ल्याउनै नसकिने के सामानहरू बोक्न स्कुटीमा भए भाली पनि थियो होला फेरि यहाँ स्कुटी कसरी आउँछ र ल हेर्नु हाम्रो बाजेको घर जानु दुःख त दुःखै छ हिँडेर त दुःख छ तर बाइकमा त एकैछिन चाँडै पुगिन्छ म चाहिँ अलिकति उकालो हिँड्न पनि सक्दिनँ बुढेसकाल लाएर हो कि के हो हिँड्नु हो माथि जानु न होइन माथि जानु म भिडियो बनाउँदै आउँछु आए ल हेर्ने यस्तो जङ्गल छ त हाम्रो मेरो बुढो के गरे अरे वहाँ पुगे यस्तो छ कि यस्तो पहाड छ कति हाइट हो जानलाई अरे मुनि आइपुग्यो है हामी अब पहिलाको हाम्रो बाजेहरू यहाँ बसोबास गर्दाखेरि पनि ज्यान डाँडा आइपुग्यो है हामी माथि जानुपर्छ है फेरि यहाँबाट यता दाहिनेतिर मोड्नुपर्छ ल देब्रेतिर सिधै नगइकन दाहिनेतिर मोडेर मुनिहरू जाने बाटो जाने बाटो ल घर जाने बाटो यही हो है हाम्रो मूल घर जानु यस्तो बाटो बिग्रिया रहेछ अहिले जरा नाता नातिनी आउने ठाउँ है भनेर बाजेले यत्रो उ गरेर राखिदिनु भएको थियो र हामी यसरी हिँड्न पाइ यहाँ हाम्रो बाजेको घरमा त यस्तरी मूल घरतिर त यस्तरी कराउँछ के भन्छु यसलाई नामै आएन यो कराउने किराले के भन्छ साथी हो झ्याङ्कुरी बर्खा लायो झ्याङ्कुरी करायो मेरा है उकालोमा गिराउन नि सकिनँ है ल यता चाहिँ सबै लाली गुराँस है लाली गुराँस यो चाहिँ मै लाली गुराँस हो हाम्रो बाटो यस्तो भएर रहेछ अब यहाँ पनि अलिखेरपछि पिचे गराउने हो वहाँ हुनुहुन्छ मूल घर छ अಯ್ಯ झ्याङ्कुरी कराएर बस्न हानु छैन ल साथी ल बाजे घर आइपुग्ने लागिसक्यो हरे 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 राम 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 ल है हाम्रो बाजेको घर म घर आइपुग्नै लाग्यो हामी त मुनि आइपुगिसक्यौँ है
बाजेको घर आए यी हाम्रो रेलिङ फुटेको बाटो। म 1 महिनाको एकचोटि आउँछ है साथी हो। यहाँ रेलिङ हालेको अस्ति नै। यहाँ भुलाउने झार यहीँनिर यतैतिर भुलाउने झार छ है। कोही साथीहरू आउँदाखेरि अनि जङ्गल जङ्गल हरर गरेर हिँड्नु भयो भने बाटो भुल्छ है। यी हाम्रो लाले यो रुखमा हेर्नु साथी हो सबै जडीबुटी छ। यो पनि जडीबुटी हो, यो पात पनि सबै जडीबुटी हो है। हाम्रो बाजेको घरको एरियामा त सबै जडीबुटी। त्यो पनि जडीबुटी नै हो। मूलघर सर कति बिजोग गरेर हिँड्नु भए ल साथी हो। ए ओम नमः शिव 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 ढोक्नु परे नारा ओम शिव नारायण ओम। ल साथी हो ढोक गरेँ बाजे, यहीँबाट ढोक्नु पर्यो बाजे। पहिलाको पानी कुवा यहाँ हो अरे खरकुन्डाले छोपेर जानुभएको अरे बाजेहरू। यहीँ हो खनेको पनि गाई चराउन नि आइपुगेछन्। ओहो सिँढी त खतरासित फोहोर भएछ नि त भाइ, झाडु लिएर आउनु पर्ने थियो। यहाँ हेर्नु न साथी हो यहाँ कस्तरी फुल फुल्यो रुखमा। म त सिँढी उक्लिन सक्दिनँ क्या हो। ल म सबै बोकेर हिँड्छु बरु, म सक्दै सकिनँ खुट्टै कहाँ यहाँ। अब यहाँ रङ लाउन छ हेर्नु न, पानी आए गरेर बल्ल बल्ल आयो चिकनबाट। यो रङ लाउने लाग्छ 2 दिनसम्म। ल फाइनली साथीहरू अब म तपाईँहरूलाई मूल घरमा ल्याइपुऱ्याएँ है। हाम्रो मूल घर है। ल आउँदाखेरि यसरी तपाईँहरूलाई लोकेसन बाटो सबै देखाइदिएछु हामीले है। भिडियोलाई फुल हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर स्वदेश विदेशसम्म पुर्याइदिनु होला भन्दै तपाईँहरूसँग होइन। यहाँ के आएछ भने के गाई आएछ कि के हो? गोबर है, गोबर छ त के हो यस्तो है। हाम्रो सबै जङ्गल मङ्गल भएछन् घर। जङ्गल मङ्गल भएछन् है। हेर्नु ए ओहो भगवान् राम 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 15 दिन नि भएन हो क्यामा। अनि मनले मान्छ त आजको भोलि फर्किन। लु हेर्नु त मेरो बाउको घर के बिजोग छ भने हरि बिजोग छ। मामा राम 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 मेरो बाउले फलाइदिएको हेर्नु त राम 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 राम। मेरो बाउको आगा पेँड यस्तो फुलिसकेको छ भगवान् राम 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 राम। बाउ के भएछ नि यस्तो? लु न बाउ कसरी संरक्षण गर्ने हो, कसरी सरसफाइ गर्ने हाम्रो। ल हेर्नु त बाउ राम 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 राम। यहाँ चाबी छ बुढी खोला त। राम 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 जय शम्भु जय शम्भु जय शम्भु जय भोलेनाथ जय भोलेनाथ जय भोलेनाथ। राम 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 बाउ यस्तो पो भइछ हो। लु नारा घाट्ने देखेछ आज त ऊ नारा घाट्ने देखेछ साथीहरू। ल नारायण घाट्ने देखेछ। ल यताबाट म तपाईँलाई नारायण घाट त्यो सेतो
ऊ बसेको चाहिँ नारायणघाट ल। जति पनि स्वदेश विदेश बस्नुहुने दाजुभाइ दिदीबहिनी इष्टमित्रहरूले भिडियो फुल वाच गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आभारीको बसाइमा म पनि हजुरहरू सामुबाट बिदा हुँदैछु ल। पूर्व पश्चिम उत्तर दक्षिण सबै देखिन्छन् हाम्रो यहाँबाट है। बन्दीपुर बजार हेर्नुहोस् यस्तो रमाइलो छ भन्दै मेरो दुई शब्द यहीँ अन्त्य गर्दैछु साथीहरू। कतै शब्दमा गल्ती भएसरी माफ गरिदिनु होला भन्दै म पनि छुटेँ। बाई बाई।